के छ? नमस्कार हजुरलाई। नमस्कार। के छ हजुरको शुभ नाम भन्नु पर्यो? शुभ नाम डम्बरबहादुर तामाङ। डम्बरबहादुर तामाङ हुनुहुन्छ हाम्रो कालिका मावि कोष भन्ज्याङको विद्यालय कर्मचारी हुनुहुन्छ। तपाईले चाहिँ यो हाम्रो कोषको स्कुलमा जागिर खाएको कति वर्ष भयो होला? वर्ष त्यस्तै 30 भन्दा उ भयो। 30 वर्षभन्दा माथि भइसक्यो होइन? कति सुरुमा चाहिँ कतिबाट थाल्नु भएको रे जागिर खान? 500 बाट थाल्नु भएको। अहिले कति छ तलब? अहिले 15,000 छ। त्यो चाहिँ गाउँपालिकाले 7,000 दिने होइन त? गाउँपालिका 7,000 माथिबाट 8,000 के छ कि 7-8 हो कि 8-7 हो? जे भयो नि त्यस्तै हो। 15,000 तलब छ। गुजारा हुन्छ आफ्नो? पुगेको छ। अनि आन्दोलनमा जाने तयारीमा नै हुनुहुँदो रहेछ काठमाडौँमा होइन? शिक्षक कर्मचारीको आन्दोलन चर्किरहेको अवस्था छ। उहाँ चाहिँ हाम्रो 48 सालदेखि अहिलेसम्म अनवरत रूपमा चाहिँ सेवा गरिराख्नु भएको छ। अहिले पनि विद्यालयको भवन नवनिर्मित भवन रहेछ, त्यहाँ पानी हाल्नलाई जानुभएको रहेछ। सरकारले उहाँ जस्ता विद्यालय कर्मचारीहरूको पनि सुनवाई गर्नुपर्छ भन्ने हाम्रो माग छ, जोरदार माग गर्दछौँ। के छ अनुभव, के छ त तपाईँको यहाँ काम गर्दा? के सहजै छ? ठिक छ। सरकारसँग के माग छ त तपाईँको? सरकारले त अब के माग दिनुपर्छ, बरु उसले जान्दछु हामी त नपुग्ने के गर्नु। सही सेवा गरिरहेको छैन। दिने पैसा के दिनु हुन्छ? झिको खायो सिध्या के पुग्नु है 15,000ले? महँगी छ। टाइम टु टाइम पुरै ड्युटी गर्नु परेकै छ होइन? सरसफाइको काम नै गर्नु पर्यो, हरेक गर्नु पर्यो। मावि स्कुल होइन, एकजना मात्रै हुनुहुन्छ नि कर्मचारी? अर्को एकजना लेखा कर्मचारी पनि हुनुहुन्छ, शिव कटवाल भन्ने सर हुनुहुन्छ। उहाँले लेखाको काम हेर्नुहुन्छ। उहाँले चाहिँ पुरै कार्यालयको सरसफाइदेखि लिएर, गेट खोल्नेदेखि लिएर, स्कुल खोल्नेदेखि लिएर, बन्द गर्नेदेखि लिएर होइन? यसो चिया पानी खाजा पनि गर्नु पर्यो स्टाफहरूलाई। कतिजना हुनुहुन्छ अहिले जम्मा स्टाफ? 14जना। 14जनालाई उहाँले सेवा गरिराख्नु भएको रहेछ। 18 सालको हुनुहुन्छ भनेपछि अहिले हामी 82मा छौँ। 82मा 18 घटाउँदा कति भयो? 60 वर्ष त क्रसै भयो नि। 63 63 वर्षको भइसक्नुभयो। तपाईँ कति वर्षको हुँदा चाहिँ स्कुलमा काम गर्न थाल्नु भएको? 48मा त हो। त्यतिखेर कति वर्ष हुनुहुन्थ्यो होला भनेपछि? 30 वर्ष जतिमा चाहिँ थाल्नु भएको रहेछ। एउटा ऊर्जावान अवस्थादेखि यो वृद्ध अवस्था भइसक्छ पनि स्कुलमा ड्युटी छाड्नु भएको छैन। तर यस्तै कर्मचारीहरूको माग चाहिँ हाम्रो राज्य सरकारले सुन्दैन। त्यसैको निमित्त तपाईँहरूकै हक अधिकारको निमित्त चाहिँ अब काठमाडौँको आन्दोलन देखिराख्नु भएको छ। फेसबुक पनि चलाउनुहुन्छ हो? फेसबुकमा पनि हेर्दै आउनुभएछ आन्दोलनको विषय। टिभीमा पनि देखिएकै छ जताततै। म पनि 10 दिन आन्दोलनमा बसेर यहाँ थोरै काम परेर मात्रै निक्लेको हो। भोलि आन्दोलनमा जाने तर्खरमा छौँ हामी। सबै सरहरू हाम्रो स्कुलको साथीहरू पनि उतै आन्दोलनमै हुनुहुन्छ। ल तपाईँको माग पनि अब राज्यले सुनोस्, राज्यको आँखासम्म हाम्रो विद्यालय कर्मचारीको माग जाओस् भन्ने मेरो धारणा छ।